एसई सकिएको छ। अब के? अब चाहिँ रियल लाइफको फर्स्ट बिग डिसिजन, साइन्स, कमर्स कि आर्ट्स। यो भिडियोमा तिमी पाउने छौ कुन स्ट्रिम के हो, स्कोप के हो, जब के मिल्छ र कलेजको फिस कति लाग्छ। लेट्स रेडी। पार्ट 1, स्ट्रिम अप्सन्स क्विक ब्रेकडाउन। साइन्स। यदि तपाईले साइन्स लिनुहुन्छ भने यो लाइन चाहिँ डाक्टर, इन्जिनियर, आईटी एक्सपर्ट बन्न चाहनेहरूको लागि हो। यसमा चाहिँ सब्जेक्ट्स इन्क्लुड हुन्छ फिजिक्स, केमिस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर। अनि यसमा चाहिँ जब अपर्चुनिटिजहरू चाहिँ एमबीबीएस, इन्जिनियरिङ, नर्सिङ, ल्याब टेक्निशियन, आईटी डेभलपर तपाईहरुले बन्न सक्नुहुन्छ। अनि चाहिँ यसमा स्कोप के रहेको छ भने यो चाहिँ हाई स्कोप तर हार्ड चाहिँ 100% चाहिन्छ। यसमा चाहिँ हार्ड वर्किङ पर्सन चाहिन्छ। यसमा चाहिँ फिस कति लाग्छ भने प्राइभेट कलेजमा जानुहुन्छ भने 12 देखि 25,000 महिना पर्छ र गभर्नमेन्ट कलेज जानुहुन्छ भने 3,000 देखि 6,000 सम्म मन्थली फी पर्न जान्छ। र तपाईले चाहिँ कमर्स लिनु भयो भने तपाईले यो चाहिँ बिजनेस माइन्डेड मान्छेहरुको स्ट्रिम हो। यसमा चाहिँ सब्जेक्ट्सहरु इन्क्लुड हुन्छ अकाउन्ट, बिजनेस, इकोनोमिक्स, कम्प्युटर। यसमा चाहिँ जब अपर्चुनिटिज रहेको छ सीए, बैंकर, म्यानेजर, डिजिटल मार्केटर, एन्टरप्रेन्योर तपाईहरुले बन्न सक्नुहुन्छ। यसमा चाहिँ स्कोप के रहेको छ भने यसमा चाहिँ राम्रो पैसा, राम्रो पोजिसन, इफ यु आर स्मार्ट एन्ड स्ट्रेटेजिक हुनुहुन्छ भने तपाईले राम्रो इन्कम गर्न सक्नुहुन्छ। यसमा चाहिँ प्राइभेट कलेजको फिज रहेको छ 8 देखि 20,000 मन्थली र गभर्नमेन्ट कलेजमा 2 देखि 5,000 मन्थली पर्न जान्छ। अब चाहिँ आर्ट्स लिनुहुन्छ भने ह्युम्यानिटिज पनि भनिन्छ यसलाई। यसमा चाहिँ तपाईले सिभिल सर्भिस, जर्नलिज्म, सोशल वर्क, ल बेस्ट यता हो भने दिस इज योर स्ट्रिम। यसमा चाहिँ सब्जेक्टहरु इन्क्लुड हुन्छ सोसियोलोजी, साइकोलोजी, लिटरेचर, जर्नलिज्म। यसमा चाहिँ जब अपर्चुनिटी टिचर, लयर, गभर्नमेन्ट अफिसर, रिसर्चर तपाईहरुले बन्न सक्नुहुन्छ। यसमा चाहिँ स्कोप के रहेको छ भने हाई इन गभर्नमेन्ट एन्ड क्रिएटिभ फिल्ड। अनि यसमा चाहिँ फिस कति लाग्छ भने प्राइभेट कलेज जानुहुन्छ भने 5,000 देखि 12,000 मन्थली, गभर्नमेन्टमा जानुहुन्छ भने 1 देखि 4,000 मन्थली पर्न जान्छ। यसमा चाहिँ पार्ट 2 मा मैले हाउ टु डिसाइड, अब कसरी डिसाइड गर्ने कि कुन स्ट्रिममा जाने। कलेज र स्ट्रिम तिम्रो फ्रेन्डले जोडेर नै चुज नगर। यो तिम्रो लाइफको फर्स्ट रियल चोइस हो। आफ्नै इन्ट्रेस्ट चिन र त्यो जोइन गरौ। कुन लाइनमा 5 देखि 10 वर्ष सजिलै तपाईहरुले सिक्न सक्नुहुन्छ। पार्ट 3 बोनस टिप। साइन्सले भनेर आईटी कोडिङमा जान सक्नुहुन्छ तर जस्ट नट डक्टर, इन्जिनियर। कमर्सले तिमीलाई युट्युबर, बिजनेस ओनर, डिजिटल बस बनाउँछ। आर्ट्सले सबैभन्दा स्ट्रङ थिंकर्स बनाउँछ। सिभिल सर्भिस, ल, जर्नलिज्म, कोचिङ लाइन यो नै हो। सबै स्ट्रिममा सक्सेस मिल्छ तर फरक के हुन्छ भने फरक मात्रै के हो भने तपाईहरुले तपाईको इच्छा जुनमा हुन्छ त्यो चुज गर्नु होला, त्यो नै बेस्ट हुन्छ। एट लास्ट इफ यु स्टिल कन्फ्युज कमेन्ट बक्स खोला छ, म एन्सर गर्छु। लाइक गर, शेयर गर तिम्रो एची फ्रेन्डसँग र सब्स्क्राइब गर्न नबिर्सिनु। बिकज आके रोशन लर्नोलोजीमा वी लर्न स्मार्ट नट हार्ड।